Yeah. Honey in the house. म केही कुरा गरिदिन मेरो कुरा कतिले काटो काटोस् मलाई बाल पनि फरक पर्दैन बाल पनि फरक पर्दैन भाइ ए मेरो बोली बन्दुकको गोली मेरो बोली बन्दुकको गोली त मुजी विराट कोहली म WWE आनिदिन्छु मलाई नगढ केकमा कसम केक क्लिक 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 सब केटा ग्याङ 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 सब केटा खडु ग्याङ 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 आज भोलिको फुच्चा फुच्चीहरू पनि ग्याङ 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 बेन बेथामा लफडा गर्छ नगर मलाई ल्याङ 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 जिन्दगीमा कहिले कोहीसँग म बेथामा टेन्सन लिँदिनँ मसँग टेन्सन पनि नगर मसँग टेन्सन लिन्छ भने म पनि बेथामा छोड्दिनँ पनि या म केही कुरा गर्दिनँ पनि या हन इन द हाउस म केही कुरा गरिदिनँ मेरो कुरा सबैले खाओस् या check mic check honey in the house म केही कुरा गरिदिन मेरो कुरा बेथामा सबजनाले खाओस् मा कसम मैले कसैसँग कोही कतैलाई के एक रुपियाँ माग्न गएको छैन भाइ मसँग पनि मुजी टेन्सन नगर भाइ म के खाइरहेको छु के कमाइरहेको छु के घुमाइरहेको छु बेथामा मुजी मलाई केही कुरा तेरो कुरामा मेन्सन नगर्न भाइ या लाग्छ मलाई विधि धेरै भइसक्यो म हिँदीमा कसम लाग्छ मलाई विधि धेरै भइसक्यो म विदेशदेखि आएको 3 वर्ष भइसक्यो म अझै धेरै कुरा सुनिरहेको कतिजनाले मेरो कुरा काटिरहेछ अरे मैले सुनेको मेरो आफ्नै आफन्तमा झगडा लगाइरहेछ अरे मा कसम पैसा त के हो हातको मैल यहाँ गरिदिन म केही कुरा गरिदिन सक्छ यहाँ फिमेलमा कसम थोप्रा हेर्दा केही पनि माचिने छका नजर आउँछ यो मुजीहरूलाई बेथामा मुजी आफ्नो कहानी के सुन मुजी सबछका नजर आइरहेछ बेथामा मुजी मेटी के म राम फालिरहेछु माचिने हिजो अस्तिको फुच्चीहरूले हामीलाई फसाउने कोसिस गरिरहेछ ओके फस्दैन हनी सिंह कहिले पनि फस्दैन बे थोक दिन्छु तेरो पैसामा भाइ थोक दिन्छु तेरो पैसामा भाइ पैसा नगर आएको त्यस नाङ्गे जान्छस् मेरो भाइ मा कसम यहाँ झोलपट्टि ए झोलपट्टि दे मुजी यसलाई चटपटे हान्दे यसलाई खटपटे हान्दे मेरो नाम डाक्टर बेचन कसम अजमल कटमल सब पनि नाम मेरै नजरमा आउँछ के भनौँ यहाँ सबको मुजी गाँठ जल्छ मेरो नाम सुन्दाखेरि मुजी उसको चाक पोल्छ कन्डोदेखि खुन निक्लिन्छ त्यसपछि मा कसम हनीको ऱ्याप बर्सी मा कसम फेरि स्टार यदि ऱ्याप वार हुन्छ वार कि पार हुन्छ मा कसम मलाई धेरै रिस उठिसक्यो धेरै ठिस भइसके बिहान उठ्नु बित्तिकै म कतिजनालाई डिस हानिसकेँ डिस हान्छस् मुजी अझ डिस हान म अझै तयार छु रेडी माइक चेक फनी इन द हाउस बिहान उठिनु बित्तिकै कतिजनाले मेरो कुरा काटिरहेछ बे मा कसम मलाई टेन्सन भइरहेछ बे त मुजी खाते छस् बे चेक माइक चेक हनी इन द हाउस Yeah. Check. Mic check. Honey in the house. Shame on your bitch, motherfucker. Fuck. तेरो पनि पालो आउँदैछ पक अलिकति वडे बस तेरो दाइले राप हानिरहेछ केही कुरा गर्नु बित्तिकै अलिक कुरामा कसम होस् गर नत्र तेरो माचिने खानदान यतिकै खाइदिन्छु केही कुरा हँसमालेर बोल्ने गर मा कसम मैले सुने अरे वरिपरिको छिमेकीको सबजनाले मेरो नाम मा कसम मुखै लगाएको अरे के मेरो नाम यतिकै फसाएको अरे के मैले पनि भनिदिएँ आजै छोड्दै यो मुजी खातेहरू हो चुगल नि खोर नि हो छोड्दै यो मुजी खाते निहरू हो चुगल्नी खोर हो मा कसम यिनीहरूलाई यतिकै पेट भर्छ अरूको मुजी सान देखेर यिनीहरूको गाँड जल्छ जल्नलाई जलाउनु दिनुपर्छ अझै जलाउनु पर्छ के मलाई ल्याङ लाग्छ भाइ यतिकै कुरा सुन्दाखेरि मेरो गीत ह्याङ हुन्छ भाइ म यतिकै पिडी पर्छानी रात सुन भाइ बिहान उठ्नु बित्तिकै मा कसम सबको कुरा मेरो कानमा आयो भाइ मैले भने ओके भाइ म yeah honey in the house come on baby लाग्छ मलाई धेरै टेन्सन भइसक्यो अरे यो मुजी खातेहरू बिना व्यर्थमा मसँग मेन्सन गर्छ अरे जे पाइ त्यही खान्छ त्यही पाइ त्यही बोल्छ अरे बोल्छु
त मुजीहरूको कमाई खाँदिन म जे पाइ त्यही बोल्छु त मुजीको बोली होइन मेरो बोली हो त मुजी ब्राड कोहली त म के प्योली हो ये पैसा पैसा गर्छस् भाइ मा कसम एक रुपियाँ भए पनि म हामीसँग मोज गर्न सक्दैनस् के भाइ सक्दैनस् ब्याटल गर्छस् सो आइज इतान चोक माइने छ्याम केटाहरू मेरो मुजी गर्दैन केही कुरा ग्याम खेल्दिनँ मुजी फ्री फायर जस्तो बच्चाहरूसँग म ल्याङ गर्दिनँ बेबी तँलाई किल गर्नु छ भने आज फेस टु फेस गर बेबी म हानिन्छु ब्ल्याङ म गर्दिनँ सो गर्दिनँ खेल्दिनँ ब्लो हानिन्छु ब्रो म तेरो जिन्दगी मुजी यति हाँसेर खाइदिन्छु ब्रो ये ल्याङ भइसक्यो मेरो जिन्दगी धेरै ह्याङ भइसक्यो यो खातीहरूको कुरा सुनेर मेरो दिमाग ह्याङ भइसक्यो अझै कतिलाई सुनाउ मेरो कहानी मेरो गीत ह्याङ भइसक्यो तर म छोड्दिनँ म अब मेरो लक्ष्यमा पुग्छु मेरो सपना धेरै ठुलो छ निन्जा S2R बाइकमा कसम प्लेनमा यहाँ ल्यान्ड गर्नु छ ए अझै गर्छु मुजी मेरो थोप्रा हार्दाखेरि म काम गर्दिनँ भनेर यो मुजीहरूलाई ल्याङ लाग्छ ओके म काम गर्दैछु के त मुजीहरूलाई देखावटी काम गर्दैमा मुजी म देखावटी काम गर्दिनँ के म गर्छु भित्रै हान्छु तर भित्रै दुख्छ तँलाई मेरो कुराले तँलाई धेरै पोल्छ भाइ अलिकति सबर गर्न गर मा कसम सबर गर्न गर अहिले टाइम आउँदैछ हनीको केही कुरा होस् गरेर बोल्ने गर ये माइक चेक हनी इन द हाउस म केही कुरा गरिदिन बेथामा यो मुजीहरू मलाई केही कुरा फस्दैन त मुजीहरू जाल फाल्दैमा यो हनी कहिले फस्दैन बेथामा मुजी यतिकै राम फाल्दैन ओए मैले 3-4 वटा गाना गाइसकेँ अझै मुजी बिट रुकिरहेको छैन यो बिटलाई तनाव भइरहेको छ म अझै गाइरहेको छु मुजी बक्का जस्तो बक गरिरहेको छु बे यहाँ के कुरा गरिदिन मुजी खोल्दिन पुरा कुरा बे कतिजनाले मेरो 3-4 वटा गानामा कपी गर्यो अरे कपिराइट हान्दिन जा मुजी मोज गर यो हनीले यतिकै दिइरहेछ तँलाई टिप्स आज मुजी खान्छस् मेरो टिप्स ल मुजी पेप हरन बज्यो आरन 5 आयो को आयो हनी इन द हाउस को आयो हनी इन द हाउस आरन 5 आयो सबको मुखमा